बाट विभिन्न टर्चरहरू गरिराख्नुहुन्थ्यो होइन महिमामा जुटिराख्थे त्यो बेला लिडर भएर काम गरिरहेको थिएँ त्यो समयमा लिडर भएर काम गरिरहँदाखेरि महिमामा जोड्न जान्थेँ फेलोसिपमा जान्थेँ टाढा टाढा पनि धाउँथेँ होइन अनि स्कुलमा भन्नुहुन्थ्यो तैँले गरेर स्कुलको इज्जतै जाने भयो तैँले गरेर स्कुलको नामै काटिने भयो भन्नुहुन्थ्यो तर मैले परमेश्वर हजुर हुनुहुन्छ है गलत कामको लागि हिँडेको होइन सही काम गर्नको लागि हिँड्दैछु पिता देख्नेवाला हजुर हुनुहुन्छ बुझ्नेवाला हजुर हुनुहुन्छ है भनेर माग्दै गर्दा आज त्यो विद्यालय स्थापना भएदेखिको नल्याएको रिजल्ट आज मद्वारा परमेश्वरले ल्याउने कि मेरो पिताले गराउनु भयो पिता धन्यवाद गर्छु म येशूको नाउँमा त्यसै गरी रिजल्ट त आयो के पढ्ने भन्दा स्कलरसिप फर्म खुलिरहेको थियो होटल म्यानेजमेन्ट पढ्छु भने होटल म्यानेजमेन्ट डिप्लोमा गरेर 15 लाख लाग्ने थियो होइन त्यो समयमा स्कलरसिपको फर्म खुलिरहेको थियो परमात्मा जान्दा हजुर हुनुहुन्छ है स्कलरसिपमा एक्जाम दिन जाँदैछु हजुर स्वयं भएर दिनुहोस् है भनेर परमेश्वरसँग माग्दै गर्दा सरकारी स्कुल पढेको विद्यार्थी इङ्ग्लिस मिडियममा होइन एक्जाम दिन पर्ने परमात्मा हजुर स्वयं भएर दिनुहोस् है भन्दै गर्दा 15 लाख तिर्नु पर्थ्यो भने आज 15 रुपियाँ नतिरिकन पढ्ने हो कि मेरो पिताले गराउनु भयो पिता धन्यवाद गर्छु मसी येशूको नाउँमा त्यसै गरी घर परिवारमा हरेक किसिमका समस्याहरू आइरहेको थियो बाधाहरू आइरहेको थियो महिमा गर्दा धेरै विरोध घर परिवारबाट नै आइरहेको थियो परमात्मा हजुर स्वयंले देख्दा हुनुहुन्छ हिजोको दिनमा म आफैले विरोध गरेको थिएँ मलाई चुन्नु भयो भने दाइहरूले भाउजूहरूले विरोध गर्नुहुन्छ उहाँलाई चुनिसक्नुभयो भनेर माग्दै गर्दा आज 5 जना परिवारले एउटै ईश्वरको महिमा गरेर मेरो पिताले भन्नुभएको छ पिता धन्यवाद गर्छु म येशूको नाउँमा त्यसै गरी ठुल्दै धेरै कुलतमा हुनुहुन्थ्यो गाँजा चरेस भाङ धतुरो हरेक चिज सेवन उहाँले गर्नुहुन्थ्यो लाग्ने चिज पदार्थ हरेक सेवन गर्नुहुन्थ्यो तर मैले देख्दाखेरि होइन खराब